प्राध्यापक ताका आकी काजी ताजु, विश्वविद्यालयका सहकुलपति शिक्षा विज्ञान तथा प्रविधि मन्त्री माननीय महावीर पुञ्जु, कुलपति प्राध्यापक दीपक अर्याल सहित विश्वविद्यालयका सबै पदाधिकारीज्यूहरू, विश्वविद्यालयका प्राध्यापक एवं कर्मचारीहरू, प्रिय दीक्षित विद्यार्थी तथा अभिभावकज्यूहरू, सञ्चारकर्मी मित्रहरू र यस ऐतिहासिक समारोहमा उपस्थित सम्पूर्ण महानुभावहरू सबैप्रति हार्दिक नमस्कार। आज त्रिभुवन विश्वविद्यालयको 51औं दीक्षान्त समारोहमा कुलपतिको हैसियतले उपस्थित भई तपाईहरूसँग आफ्ना विचार राख्न पाउँदा मलाई गौरव महसुस भएको छ। दशरथ रङ्गशालामा आयोजन गरिएको यो भव्य दीक्षान्त समारोह त्रिभुवन विश्वविद्यालयको दीर्घ शैक्षिक यात्रामा ऐतिहासिक, गौरवपूर्ण र अविस्मरणीय उपलब्धिका रूपमा स्थापित हुने विश्वास लिएको छु। यो दीक्षान्त समारोह केवल एक औपचारिक कार्यक्रम मात्र होइन, यो ज्ञानको निरन्तरता, शैक्षिक परम्परा